त्यो बिउ जुन उम्रिन सक्दैन त्यो एक ढुङ्गाको समान हुन्छ। तपाईँ जुन दिव्य बीज हुनुहुन्छ त्यो फल्नको निम्ति तपाईले आफूलाई खुल्ला बनाउनु पर्छ। प्रत्येक बिउ प्राकृतिक रूपमा नै उसको सुरक्षाको निम्ति खोलमा बन्द रहेको हुन्छ। यदि त्यो खोल भिजेर फुटेन भने त्यहाँ कुनै बोट वा रुख उम्रिन सक्दैन। जब खोल फुट्दैन र अंकुर बाहिर निस्किन सक्दैन। जुन बिउले आफ्नो खोल फुटाउन सक्दैन ऊ बिउ नै भएर रहन्छ। मानव सम्भावना यो हो। लाखौं वर्षको विकासक्रमद्वारा हामी यस्तो बिन्दुमा पुगेका छौं जहाँ हामी दिव्य बिउलाई अंकुरित गराउन सक्छौं जुन जीवनको हरेक अंशमा रहेको छ। अमिबामा पनि त्यो हुन्छ तर अंकुरित हुन सक्दैन। यो मानव हुनुको विशेषाधिकार हो कि तपाईं यसलाई अंकुरित गराउन सक्नुहुन्छ। के तपाईं उनीहरू मध्ये एक हुनुहुनेछ जसले फूल र फूलहरू अंकुरित गराउनेछ, वा तपाईं एक कंकड सरह बिउ रहनुहुनेछ जो अंकुरित हुन अस्वीकार गर्दछ। यो छनौट हरेक मानिसले गर्नै पर्दछ। आउनुहोस् यसलाई साकार पारौं।